जनतालाई संगठित आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। त्यो प्रचण्ड बाजे पनि कहिल्यै नसुध्रिने भयो। लड्ने, काट्ने, मार्ने बाहेक त कुरै गर्दैन। उहाँहरू लन्ठङ्गै एक्लै छ, न यता पछाडि कोही न अगाडि कोही, लन्ठङ्गै एक्लै छ। त्यही पनि पड्डोले लड्ने काट्ने बाहेक अरू केही गर्दै गर्दैन त कुरो। अरे यार 10 वर्षसम्म लडाइँ पारेर नेपाली दाजुभाइ भाइ लडाएर है, दाजुभाइ लडाएर 17,000 मारेर पुगेन। अझ त्यत्रो 17,000को खुनको होली खेलिकन अझै पुगेन तिमीलाई। अझै भन्छौ आउँदो चुनावमा चारैतिरबाट घेरा हालेर यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई सलक्क बगारेर होइन स्वाट यता कुनातिर फाल्ने कुरा गर्छौ त। अरे यार कसले पत्याउने हो के? पुराना नेताहरूलाई त जनताहरूले कच्छा टकटकाएर देखाइदिइसके। अझै पनि आश छ पाउँछु भन्ने।